नमस्कार, म अर्जुन देव जोशी। आज मैले एलएलबी सेकेन्ड इयरको इन्टरनेशनल इन्स्टिट्युसन एन्ड ह्युमन राइट भन्ने सब्जेक्ट अन्तर्गत पार्ट 1 मा रहेको इन्टरनेशनल इन्स्टिट्युसन अन्तर्गत युनिट 1 बाट चाहिँ भिडियो सामग्री बनाउन सुरु गरेको छु र यसमा आज मैले चाहिँ युनिट 1 यानी कि इन्ट्रोडक्सन टु इन्टरनेशनल इन्स्टिट्युसन भनेर यसको परिचय खण्डको सामग्री यहाँ प्रस्तुत गर्दैछु। फर्स्टमा चाहिँ मैले यो टपिकलाई हाम्रो सिलेबसले नै 4 वटा सब टपिकमा डिभाइड गरेको छ इन्ट्रोडक्सन टु इन्टरनेशनल इन्स्टिट्युसनलाई। त्यसमा फर्स्ट च्याप्टर यानी कि फर्स्ट सब टपिक के छ त भन्दा डेफिनिसन अफ इन्टरनेशनल इन्स्टिट्युसन भन्ने रहेको छ, यसको परिभाषा। दोस्रोमा नेचर एन्ड स्कोप अफ इन्टरनेशनल इन्स्टिट्युसन, अनि तेस्रोमा क्लासिफिकेसन अफ इन्टरनेशनल इन्स्टिट्युसन र चौथोमा चाहिँ रोल एन्ड इम्पोर्टेन्स अफ इन्टरनेशनल इन्स्टिट्युसन भनेर यी 4 वटा सब टपिकमा यसलाई डिभाइड गरिएको छ। र फर्स्टमा म यहाँहरू समक्ष डेफिनिसन अफ इन्टरनेशनल इन्स्टिट्युसनमा थोरै कुराहरू राख्छु। डेफिनिसन भन्ने बित्तिकै हामीले इन्टरनेशनल इन्स्टिट्युसन के हो भन्ने कुरा चाहिँ गर्नुपर्ने हुन्छ। वाटको आन्सर दिन्छ यसले चाहिँ, डेफिनिसनले चाहिँ के हो त इन्टरनेशनल इन्स्टिट्युसन भन्ने कुरा गर्छ। इन्टरनेशनल इन्स्टिट्युसन के हो भन्ने कुरा गर्दै गर्दाखेरि चाहिँ प्राचीन कालमा पहिला चाहिँ राजदूतहरूले अन्तर्राष्ट्रिय विवाद र अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गर्थे। पछि गएर राजदूतहरूले मात्रै सबै समस्याहरूको समाधान गर्न नसके पछाडि यो अन्तर्राष्ट्रिय सङ्गठनहरूको स्थापना भएको हो भन्ने कुरा बुझ्नु पर्यो। र अब के हो त भन्दाखेरि यहाँनिर हामीले परिभाषाको कुरा गरिसकेपछि कुनै न कुनै कानुनविद वा विधिशास्त्री अथवा चाहिँ विद्वानहरूको ले दिएको परिभाषा हेर्नुपर्ने हुन्छ। यहाँनिर इन्टरनेशनल इन्स्टिट्युसनको बारेमा अमेरिकी विद्वान, अमेरिकी कानुनविद केल्सनले चाहिँ के भनेका छन् त भन्दाखेरि इन्टरनेशनल इन्स्टिट्युसन भनेको एउटा इन्टरनेशनल कम्युनिटी हो, अन्तर्राष्ट्रिय समुदाय हो भनेर इन्टरनेशनल इन्स्टिट्युसनलाई इन्टरनेशनल कम्युनिटीको रूपमा डिफाइन गरेका छन्। कसले त भन्दा अमेरिकी कानुनविद केल्सनले। त्यसै गरी बेलायतका कानुनविद अथवा बेलायतका विद्वान ब्रेयरली भन्ने एकजना विद्वान हुनुहुन्छ र ब्रेयरलीले चाहिँ के भनेका छन् त भन्दाखेरि यो अन्तर्राष्ट्रिय सङ्गठनको बारेमा कुरा गर्दाखेरि अन्तर्राष्ट्रिय सङ्गठन भनेको निश्चित के भएको त विधान भएको हैन, अनि निश्चित अङ्गहरू भएको र विभिन्न राष्ट्रहरूको बीचमा सन्धिद्वारा स्थापना गरिए है, निश्चित अङ्गहरू भएको र विभिन्न राष्ट्रहरूको बीचमा सन्धिद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय सङ्घलाई नै अन्तर्राष्ट्रिय सङ्गठन भनिन्छ भनेर हाम्रो बेलायतका कानुनविद, बेलायतका विद्वान ब्रेयरलीले चाहिँ त्यस्तो कुरा गरेका छन्। के त भन्दा निश्चित अङ्गहरू भएको र सन्धिद्वारा स्थापना गरिएको विभिन्न अन्तर्राष्ट्रिय सङ्घ, विभिन्न देशहरू बीचको एउटा अन्तर्राष्ट्रिय सङ्घलाई नै अन्तर्राष्ट्रिय सङ्गठन भनेर, सङ्घलाई सङ्गठन भनेर त्यसरी परिभाषा गरेका छन् है। अनि त्यसै गरी अर्को हाम्रो नेपाली कानुनविद हुनुहुन्छ एकजना डाक्टर गोपाल शर्मा। गोपाल शर्माले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि अन्तर्राष्ट्रिय सङ्गठन भनेको चाहिँ 3 वा 3 भन्दा बढी राष्ट्रहरूको बीचमा अन्तर्राष्ट्रिय समस्याहरूको समाधान गर्नका लागि, अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्नका लागि त्यहाँका विभिन्न 3 वा 3 भन्दा बढी राष्ट्रका सरकारहरू, व्यक्तिहरू वा संस्थाहरू बसेर तिनीहरूले निश्चित उद्देश्यसहित बनाएको एउटा सङ्गठनलाई नै अन्तर्राष्ट्रिय सङ्गठन भनिन्छ भनेर हाम्रो नेपाली कानुनविद डाक्टर गोपाल शर्माले भन्नुहुन्छ है। यसरी हामीले 3 वटा कानुनविदका परिभाषाहरू चर्चा गऱ्यौँ। पहिलो नम्बरमा केल्सनले इन्टरनेशनल इन्स्टिट्युसनलाई इन्टरनेशनल कम्युनिटीको रूपमा डिफाइन गरे। त्यसपछि बेलायतका कानुनविद ब्रेयरलीले डिफाइन गरेको कुरा निश्चित अङ्गहरू भएको र सन्धिद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय सङ्घलाई अन्तर्राष्ट्रिय सङ्गठन भनिन्छ भन्ने कुरा गऱ्यौँ। र तेस्रो नम्बरमा नेपालका कानुनविद डाक्टर गोपाल शर्माले अन्तर्राष्ट्रिय सङ्गठन भनेको चाहिँ 3 वा 3 भन्दा बढी देशका सरकारहरू, व्यक्तिहरू वा संस्थाहरू बसेर चाहिँ निश्चित उद्देश्यहरू पुरा गर्नको लागि स्थापना गरिएको सङ्गठनलाई नै अन्तर्राष्ट्रिय सङ्गठन भनिन्छ भनेर यसरी हामीले डेफिनिसन अफ इन्टरनेशनल इन्स्टिट्युसनमा यो लगायत अरू हामीले थप परिभाषाहरू पनि दिन सकिन्छ। मुख्य रूपमा मैले एउटा अमेरिकी कानुनविद, अर्को बेलायतका कानुनविद ब्रेयरली र अर्को नेपाली कानुनविद डाक्टर गोपाल शर्माको 3 जनाको परिभाषा यहाँहरू समक्ष प्रस्तुत गरेँ र त्यसका अतिरिक्त थप परिभाषाहरूले पनि यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब मैले नेचरको कुरा गर्न चाहन्छु। नेचर भन्ने बित्तिकै हामीले इन्टरनेशनल इन्स्टिट्युसनको नेचर भनेको, अघि हामीले डेफिनिसन भन्ने बित्तिकै वाटको कुरा गरेका थियौँ भने अब हामीले नेचर भनेपछि यो कस्तो हुन्छ त, हाउ भन्ने कुरा गर्छौँ कि हाउ भनेको कस्तो पनि हुन्छ, कति पनि हुन्छ हैन, कति कसरी भन्छौँ, कस्तो भन्ने कुरा गर्छ है। नेचर भन्ने बित्तिकै अब हामीले यो कस्तो हुन्छ भन्ने कुरा गर्छौँ। के हो भन्ने कुरा गरिसकेपछि अब यो कस्तो हुन्छ भन्ने कुरा गर्नु पर्यो हैन।
कस्तो हुन्छ त यो इन्टरनेसनल इन्स्टिट्युसन भनेको, यसको फर्म, यस्तो स्ट्रक्चर कस्तो हुन्छ भन्ने कुरा गर्छौँ। र यसमा मैले तपाईँहरूलाई पहिलो नम्बरमा के भन्न चाहन्छु त भन्दाखेरि इन्टरनेसनल इन्स्टिट्युसन भनेको अन्तर्राष्ट्रिय समस्याहरूको, अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्नका लागि स्थापना गरिने हुनाले एउटा निश्चित विधान बनाएर यसका उद्देश्यहरू, यसका अधिकारहरू र यसका कर्तव्यहरू निश्चित गरिएको हुनुपर्छ। पहिलो नम्बर कस्तो हुनुपर्ने रहेछ, यसको विधान हुनुपर्ने रहेछ, विधान अनुसार यसको उद्देश्य, अधिकार र कर्तव्यहरू निश्चित गरेको हुनुपर्छ। र अब विधान भइसकेपछि यो त के हो, एउटा कानुन, अन्तर्राष्ट्रिय कानुनको विषय पनि हुन्छ हैन, विभिन्न देशहरूको बीचमा हुने हुनाले यो के हो त एउटा अन्तर्राष्ट्रिय कानुनको विषय पनि हुन्छ। दोस्रो कुरा, पहिलो कुरा निश्चित विधानको आधारमा यसको अधिकार, कर्तव्य र उद्देश्यहरू निश्चित हुने भयो। त्यस पछाडि यो अन्तर्राष्ट्रिय कानुनको विषयवस्तु हुने भयो। र तेस्रो नम्बरमा के हुन्छ त भन्दाखेरि अन्तर्राष्ट्रिय कानुनको विषयवस्तु भइसकेपछि यसले अन्तर्राष्ट्रिय कानुनका आधारमा अन्तर्राष्ट्रिय उत्तरदायित्व पनि वहन गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय सङ्गठनले अन्तर्राष्ट्रिय कानुनको उत्तरदायित्व पनि वहन गर्नुपर्ने हुन्छ, लाइबिलिटी बियर गर्नुपर्ने हुन्छ है। र त्यस पछाडि अर्को के हो त यसको नेचर भन्ने कुरा गर्दाखेरि चाहिँ यसले चाहिँ आफ्नो जति पनि सदस्य राष्ट्रहरू हुन्छन्, यसका सदस्य राष्ट्रहरू, तिनीहरूलाई चाहिँ समान रूपमा हेर्नुपर्छ र समान रूपमा व्यवहार पनि गर्नुपर्छ। किनभने सार्वभौम अन्तर्राष्ट्रिय विभिन्न सार्वभौम राष्ट्रहरूको बिचमा एउटा वार्ता गरेर, सन्धि गरेर निर्माण गरिएको हो नि त। त्यसको सदस्य राष्ट्रहरू जति पनि छन् तिनीहरू सबै सार्वभौम सदस्य राष्ट्रहरूलाई समान रूपले हेर्ने गर्दछ। यसले एकअर्काको बिचमा सहयोग आदान प्रदान गराउने काम गर्दछ। यो भयो यसको नेचरको कुरा गर्दाखेरि है। अब पहिला हामीले डेफिनिसनको कुरा गऱ्यौँ, त्यसपछि हामीले नेचरको कुरा गऱ्यौँ, कस्तो हुन्छ भन्ने कुरा। नेचरको कुरामा हामीले यसको विधानबाट उद्देश्य स्पष्ट हुनुपर्छ, अधिकार र कर्तव्य स्पष्ट हुनुपर्छ, अन्तर्राष्ट्रिय कानुनको यो विषयवस्तु हुन्छ। अन्तर्राष्ट्रिय कानुनको विषयवस्तु भइसकेपछि अन्तर्राष्ट्रिय कानुनको लाइबिलिटी यसले बियर गर्नुपर्छ भन्ने कुरा गऱ्यौँ। र आफ्ना सदस्य राष्ट्रहरूलाई चाहिँ यसले समान रूपमा हेर्ने गर्छ र समान रूपमा व्यवहार पनि गर्ने गर्दछ भनेर त्यो कुरा गऱ्यौँ। अब त्यस पछाडि यसको क्लासिफिकेसन अफ इन्टरनेसनल इन्स्टिट्युसन भनेर हामी तेस्रो टपिकमा प्रवेश गर्दैछौँ। र क्लासिफिकेसन भन्ने बित्तिकै हामीले यसको वर्गीकरणको कुरा गर्छौँ। वर्गीकरण भनेको यसलाई कसरी विभाजन गर्ने भन्ने कुरा। अब विभाजन गर्दाखेरि चाहिँ हामीले जसरी पनि विभाजन गर्न सक्छौँ, धेरै तरिकाले विभाजन हुन सक्छ। त्यसमा पनि मेनली चाहिँ इन्टरनेसनल नन गभर्मेन्टल अर्गनाइजेसन भनेर एउटा, र अर्को चाहिँ इन्टरनेसनल इन्टर गभर्मेन्टल अर्गनाइजेसन भनेर दुई भागमा, प्रमुख रूपमा चाहिँ दुई भागमा विभाजन गरिएको पाइन्छ। एउटा चाहिँ इन्टरनेसनल इन्टर गभर्मेन्टल भयो, अर्को चाहिँ इन्टरनेसनल नन गभर्मेन्टल अर्गनाइजेसन गरेर यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ है त। इन्टरनेसनल इन्टर गभर्मेन्टल भनेको चाहिँ विभिन्न देशका के त सरकारहरूले मिलेर बनाएको, सरकार प्रमुखहरूले बसेर सन्धिद्वारा निश्चित उद्देश्यहरू डिफाइन गरेर स्पष्ट रूपमा बनाएको चाहिँ के भयो त हाम्रो भन्दाखेरि इन्टरनेसनल इन्टर गभर्मेन्टल अर्गनाइजेसन भयो। अर्को नन गभर्मेन्टल भनेको गभर्मेन्ट बाहेक, अघि हामीले कानुनविद डाक्टर गोपाल शर्माले भनेको कुरा गरेका थियौँ नि, विभिन्न देशका सरकारहरू, व्यक्तिहरू वा संस्थाहरूले मिलेर चाहिँ बनाएको एउटा के हो त अन्तर्राष्ट्रिय सङ्गठन हो भनेका थियौँ नि त। निश्चित उद्देश्यहरूसहित बनाएको सङ्गठन नै अन्तर्राष्ट्रिय सङ्गठन हो भनेका थियौँ। अब सरकारले बनायो भने त इन्टर गभर्मेन्टल अर्गनाइजेसन भइहाल्यो होइन। सरकार बाहेक अरू कुनै व्यक्तिहरू अथवा संस्थाहरू मिलेर बनायो भने इन्टरनेसनल नन गभर्मेन्टल अर्गनाइजेसन हुने भयो। यसरी दुई भागमा हामीले विभाजन गर्न सक्छौँ। यसका अतिरिक्त यसलाई अरू विभिन्न तरिकाले हामीले क्लासिफाई गर्न सक्छौँ। जस्तै ग्लोबल र एउटा चाहिँ रिजनल गरेर दुई किसिमले यसलाई विभाजन गर्न सक्छौँ। ग्लोबल इन्टरनेसनल अर्गनाइजेसन र अर्को के त एउटा निश्चित क्षेत्रमा मात्रै काम गर्ने भनेको त्यो हिसाबले पनि हामीले विभाजन गर्न सक्छौँ। एउटा ग्लोबल हुने भयो, एउटा रिजनल हुने भयो। एउटा निश्चित रिजनमा मात्रै काम गर्छ, एउटा निश्चित रिजनको लागि मात्रै बनाएको छ भने रिजनल भयो। पुरै चाहिँ पुरै विश्वकै लागि बनाएको छ भने ग्लोबल इन्टरनेसनल अर्गनाइजेसन भयो। जस्तै युएनओहरू भयो। रिजनलको कुरा गर्दाखेरि चाहिँ अरब राष्ट्रहरूको सङ्गठन एउटा बनाइदियो, यतापट्टि हाम्रो एसियाको छुट्टै बनाइदियो भने यिनीहरू चाहिँ के भयो त सार्कहरू होइन, यिनीहरू चाहिँ रिजनल भयो है। अनि त्यसै गरी हामीले अर्को कसरी वर्गीकरण गर्न सक्छौँ त यसलाई भन्दाखेरि एउटा त ग्लोबल र रिजनल भइहाल्यो। अर्को चाहिँ यसको उद्देश्यको आधारमा है, उद्देश्यको आधारमा पनि विभिन्न तरिकाले, जस्तै सामाजिक क्षेत्रमा काम गर्नेलाई सामाजिक अन्तर्राष्ट्रिय सङ्गठन, राजनीतिक रूपमा काम गर्नेलाई राजनीतिक अन्तर्राष्ट्रिय सङ्गठन होइन,
अनि त्यसपछि सांस्कृतिक अन्तर्राष्ट्रिय सङ्गठन भनेर यसले काम गर्ने कार्यक्षेत्रको आधारमा भनौँ न, उद्देश्यभन्दा पनि कार्यक्षेत्रको आधारमा यसलाई हामीले सामाजिक अन्तर्राष्ट्रिय सङ्गठन, राजनीतिक अन्तर्राष्ट्रिय सङ्गठन, सांस्कृतिक अन्तर्राष्ट्रिय सङ्गठन, आर्थिक अन्तर्राष्ट्रिय सङ्गठन भनेर यसरी पनि हामीले विभिन्न रूपमा विभाजन गर्न सक्छौँ यसलाई है। अनि अर्को हामी कसरी विभाजन गर्न सक्छौँ त भन्दा त्यो भित्रका देशहरूको राजनीतिक अवस्थाको आधारमा पनि, अथवा त्यहाँ देशहरूको राज्य व्यवस्था, जस्तै समाजवादी देशहरूको सङ्गठन हो भने समाजवादी अन्तर्राष्ट्रिय सङ्गठन हुनसक्छ, पुँजीवादी देशहरूको पुँजीवादी अन्तर्राष्ट्रिय सङ्गठन हुनसक्छ होइन, विकासोन्मुख राष्ट्रहरूको विकासोन्मुख अन्तर्राष्ट्रिय सङ्गठन हुनसक्छ। यसरी पनि हामीले यसलाई विभाजन गर्न सक्छौँ। यसका अतिरिक्त यसलाई विभाजन गर्ने विभिन्न आधारहरू हुन सक्छन् क्या। यो मैले 2-3 वटा आधारहरूको कुरा गरेँ, त्यसका अतिरिक्त अरू पनि विभिन्न आधारहरूमा टेकेर हामीले यसलाई विभाजन गर्न सक्छौँ। मुख्य रूपमा चाहिँ 2 वटा इन्टर गभर्मेन्टल भयो, एउटा इन्टरनेसनल नन गभर्मेन्टल भयो। एउटा इन्टरनेसनल इन्टर गभर्मेन्टल, अर्को इन्टरनेसनल नन गभर्मेन्टल अर्गनाइजेसन भनेर इन्टरनेसनल इन्स्टिट्युसनलाई मुख्य रूपमा 2 भागमा विभाजन गर्न सक्यौँ। त्यसका अतिरिक्त अरू चाहिँ विभिन्न बेसहरूमा टेकेर ग्लोबल र रिजनल हुनसक्छ होइन। त्यसै गरी चाहिँ अरू हाम्रो आर्थिक अन्तर्राष्ट्रिय सङ्गठन, सामाजिक अन्तर्राष्ट्रिय सङ्गठन, राजनीतिक अन्तर्राष्ट्रिय सङ्गठन होइन। उद्देश्यको आधारमा पनि कुनै स्पेसिफिक उद्देश्य राखेर बनाएको छ भने त्यसरी पनि अन्तर्राष्ट्रिय सङ्गठनहरूको वर्गीकरण गर्न सकिने भयो। अनि त्यसका अतिरिक्त हामीले अरू कसरी वर्गीकरण गर्न सक्छौँ त, देशको राजनीतिक अवस्था कस्तो छ, जस्तै चाहिँ कुनै समाजवादी देश होला होइन, समाजवादी राष्ट्र होला, समाजवादी राष्ट्रहरूको एउटा सङ्गठन बनायो भने सोसलिस्ट इन्टरनेसनल अर्गनाइजेसन होला होइन। अर्को पुँजीवादी देशहरूको त्यसै अनुसारको क्यापिटलिस्ट इन्टरनेसनल अर्गनाइजेसन हुन सक्ने हो होइन। त्यसै गरी अर्को चाहिँ विकासोन्मुख देशहरूको त्यही अनुसारको विकासोन्मुख अन्तर्राष्ट्रिय सङ्गठन हुन सक्ला होइन। यसरी पनि विभिन्न तरिकाले यसलाई हामीले विभाजन गर्न सक्छौँ। मुख्य रूपमा चाहिँ इन्टरनेसनल इन्टर गभर्मेन्टल अर्गनाइजेसन र इन्टरनेसनल नन गभर्मेन्टल अर्गनाइजेसन भनेर हामीले 2 भागमा यसलाई विभाजन गर्न सक्छौँ है। अब अन्तिम टपिक यसको रोल एन्ड इम्पोर्टेन्सको कुरा गर्न चाहन्छु। इन्टरनेसनल इन्स्टिट्युसनको रोल, भूमिका र यसको महत्त्व के छ भन्ने कुरा गर्दाखेरि चाहिँ इन्टरनेसनल इन्स्टिट्युसन किन भन्ने कुरा यसले वाइको आन्सर दिन्छ। वाइ किन त इन्टरनेसनल इन्स्टिट्युसन किन चाहियो भन्दा पहिलो नम्बरमा त मैले अघि सुरु पनि भनिसकेँ, अन्तर्राष्ट्रिय विवादहरूको समाधान गर्नका लागि हामीलाई इन्टरनेसनल इन्स्टिट्युसनको आवश्यकता पर्यो। अन्तर्राष्ट्रिय विवाद, अन्तर्राष्ट्रिय समस्याको समाधान गर्नका लागि। अर्को युद्धहरू रोक्नका लागि आवश्यकता पर्यो। अर्को भनेको युद्धमा हुने अत्यन्तै अमानवीय र क्रूर घटनाहरू चाहिँ रोक्नको लागि पनि यो अन्तर्राष्ट्रिय सङ्गठनको आवश्यकता पर्यो। अर्को भनेको विभिन्न देशहरूको बिचमा सहयोगहरू आदान प्रदान गर्नको लागि पनि इन्टरनेसनल इन्स्टिट्युसनको आवश्यकता पर्यो होइन। सहयोग आदान प्रदान पनि त गर्नु पर्यो, युद्ध रोकेर मात्रै त भएन होइन। एउटालाई अर्को देशको सहयोगको आवश्यकता पर्छ, आर्थिक, राजनीतिक, अरू विभिन्न किसिमका कूटनीतिक सहयोगहरूको आवश्यकता पर्छ। हो त्यस्ता सहयोगहरू आदान प्रदान गर्नका लागि पनि इन्टरनेसनल इन्स्टिट्युसनको आवश्यकता पर्यो। त्यसै गरी युद्धमा हुन सक्ने बालबालिकाको प्रयोग होइन, वेश्यावृत्ति, मानव बेचबिखन जस्ता घटनाहरूलाई रोक्नका लागि पनि अन्तर्राष्ट्रिय सङ्गठनको आवश्यकता पर्यो। यसका अतिरिक्त यसका आवश्यकताहरू थुप्रै छन्, हामीले आफ्नो तरिकाले यसलाई व्याख्या गर्न सक्छौँ। आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, विभिन्न क्षेत्रमा अहिले अन्तर्राष्ट्रिय सङ्गठनहरूले ठुलो भूमिका खेलिराखेका छन् होइन। युद्धलाई सुरुमा चाहिँ एकदमै धेरै युद्ध भइराखेको थियो होइन। वर्ल्ड वारहरूतिरको कुरा होस्, चाहे चाहिँ त्योभन्दा पहिलाको कुरा होस्, जुनसुकै अवस्थामा पनि एक देशले, शक्तिशाली राष्ट्रले चाहिँ कमजोर राष्ट्रलाई युद्ध गरेर जितेर त्यसको टेरिटोरीहरू हडप्ने प्रक्रिया जुन पहिला थियो, त्यो प्रक्रियाहरू रोक्नको लागि विभिन्न देशहरू बसेर सन्धिहरू मार्फत, सन्धि सम्झौताहरू गरेर, यो सम्झौता नभनौँ, सन्धिहरू मार्फत चाहिँ यसरी अन्तर्राष्ट्रिय सङ्गठनहरूको विकास गरिएको हो र यसको महत्त्व चाहिँ एकदमै धेरै छ। विभिन्न क्षेत्रमा आर्थिक, सामाजिक, राजनीतिक रूपमा होइन युद्ध अन्त्य गर्न लगायतका कुराहरूमा यसको ठुलो महत्त्व रहेको छ भनेर हामीले यो टपिकलाई डेफिनिसनमा के हो भन्ने कुरा, नेचरमा यो कस्तो हुन्छ भन्ने कुरा, क्लासिफिकेसनमा यसलाई कति तरिकाले विभाजन, कति पार्टमा डिभाइड गर्न सकिन्छ भन्ने कुरा, र त्यसपछि रोल र इम्पोर्टेन्स यो किन चाहियो त, वाइ भन्ने कुरा गरेर यो इन्टरनेसनल इन्स्टिट्युसनको युनिट 1 को इन्ट्रोडक्सन टु इन्टरनेसनल इन्स्टिट्युसन भन्ने पार्ट यसमा मैले छोटकरीमा राखेँ। बाँकी तपाईँहरूले हेर्दै गर्नु होला है त। हस्, धन्यवाद।